ठाडो उजुरीको रूपमा यो इस्यु आयो, दर्ता भयो। तर कुनै पनि कानुन अनुसन्धान गर्दाखेरि तथ्य प्रमाण भेटिएर कानुनको दायरामा पनि पर्ने अवस्था छैन र अहिले त्यो जुन साङ्केतिक रूपमा आएको छ रवि लामी छैन भन्ने त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाण र कुनै पनि आधार देखिँदैन। कृष्ण महराजीको पक्राउको कुरा छ। यो सुरुदेखि अनुसन्धान गर्नमा आएको विषय थियो जुन रेप केसमा। पछि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा हामी संवेदनशील बन्यौँ। सामान्य प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री लगायत हामी सबै बस्यौँ। कानुन दायरामा ल्याउनुपर्छ भन्ने किसिमको हिसाबले गयौँ हामी। अब उहाँको स्वास्थ्य अवस्थादेखि सबै कारणले हामी लिबरलै हुने भनेका थियौँ। तर यहाँ मैले त्यो शब्द प्रयोग गर्दिनँ, हामीलाई आभास भयो। आभास भएको कारण कमसेकम हामीलाई सहयोग नगर्ने हो कि त्यो अवस्था हुने हो कि अहिलेको अवस्थामा यदि त्यो सहयोग गर्न सकिने अवस्था भएन भने हामीलाई समस्या आउँछ भन्ने हिसाबले हामीले त्यो अवस्थामा ल्याएको। त्यति बेला उहाँले पिएस हो र गाडी छोडेर हिँड्नु भएको छ। अब योसम्मको सङ्केत गरिसके अब त्यहाँ यहाँहरूले अनुमान गर्न सकिन्छ। मान्य बुद्धिमान तामाङजीले सरले यसमा यो जग्गाको विषय बाँसबारीको इस्यु उठाएको थियो। यसमा के हो त पासपोर्ट सिज यावत कुराहरू आए। मैले यसैमा जोड्न चाहन्छु, मान्यज्यू अहिले वर्तमान अवस्थामा प्रतिनिधि सभाको मान्य सांसद हो। यसमा हामीले जालसाजी, कृत्य र ठगी शीर्षकमा हामीले मुद्दा दर्ता गरेका थियौँ। यसमा चाहिँ कृत्यको चाहिँ अवस्था पनि थियो। त्यसकारण अनुसन्धानलाई जारी राखिराख्नुपर्ने, जग्गा फिर्ता गर्ने एउटा बाटो हो। र कृत्यको कारणले फेरि यसमा अरू चाहिँ मालपोतदेखि नापीदेखि अरू सरकार प्रहरी मतलब कर्मचारीहरूको समावेश भएको कारणले यसको कोर्स अलग छ। यो पासपोर्ट सिजको कुरा होइन, यो हामीले बुझौँ। र सम्मानित प्रतिनिधि सभालाई जानकारी गराएको विषय, पत्र लेखेको विषय व्यापक ढङ्गले उठ्यो, मिडियाले पनि उठ्यो, अहिले पनि उठ्यो। हामीले स्वाभाविक रूपमा हामीले यसमा सहजीकरण गरेकै हो। एक दिनमा बयान सिद्धिन्छ भने पक्राउपुर्जी जारी नगरौँ, तर सरकारी वकिल कार्यालयमै राखेर सरकारी वकिलको रोबरमा बयान चाहिँ गरौँ भन्ने भइसकेपछि यो बयान गराउने भन्ने कुरा फेरि यहाँले सबैले बुझ्नुहुन्छ। मैले यसलाई थप प्रश्न पारिनँ। बयान गर्दाखेरि कमसेकम यो विषय केही समय त उहाँको व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण भयो नि। त्यो कारणले हामी अतिरिक्त सचेत बनेर संवेदनशील बनेर संसदलाई जानकारी गराएका हौँ। र पक्राउ भएको अवस्थामा पनि हामीले जानकारी गराउने कुरा मात्रै हो। संसद सचिवालयले यसो गर उसो गरेर पत्र दोहोरो लेखापढी हुँदैन, प्रक्रिया यही हो। यसमा मैले यति मात्रै प्रश्न पारेँ। र यो अनुसन्धानको विषय कृत्यमा अहिले पनि अनुसन्धान जारी नै छ। यो 1 वर्षमा अनुसन्धान जारी हुन्छ। यसमा हामी यही कुरा प्रश्न गर्न चाहेँ। अर्को कुरो, यो पक्राउको तरिका जुन हाम्रो मान्य यो कृष्ण महराजीको पक्राउको कुरा छ। यो सुरुदेखि अनुसन्धान गर्नमा आएको विषय थियो जुन रेप केसमा। पछि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा हामी संवेदनशील बन्यौँ। सामान्य प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री लगायत हामी सबै बस्यौँ। कानुन दायरामा ल्याउनुपर्छ भन्ने किसिमको हिसाबले गयौँ हामी। अब उहाँको स्वास्थ्य अवस्थादेखि सबै कारणले हामी लिबरलै हुने भनेका थियौँ। तर यहाँ मैले त्यो शब्द प्रयोग गर्दिनँ, हामीलाई आभास भयो। आभास भएको कारण कमसेकम हामीलाई सहयोग नगर्ने हो कि त्यो अवस्था हुने हो कि अहिलेको अवस्थामा यदि त्यो सहयोग गर्न सकिने अवस्था भएन भने हामीलाई समस्या आउँछ भन्ने हिसाबले हामीले त्यो अवस्थामा ल्याएको। त्यति बेला उहाँले पिएस हो र गाडी छोडेर हिँड्नु भएको छ। अब योसम्मको सङ्केत गरिसके अब त्यहाँ यहाँहरूले अनुमान गर्न सकिन्छ ल्यायौँ। र पछि छोड्ने विषयको कुरा, किनकि धेरै कुराहरू पहिल्यै अनुसन्धान भइसकेका विषय थिए। थप कुराहरू केही आयोगले औलाएका कुराहरूलाई क्लियरिफिकेसन गर्ने कुराहरू थिए, त्यसलाई हामीले क्लियरिफिकेसन गऱ्यौँ। र आएको वखत पछि ततिमा पनि गर्न सकिने अवस्था छ, त्यसलाई पनि गर्ने अवस्थामा हामी रह्यौँ। र सम्मानित अदालतले पनि उहाँलाई अस्पतालमै उहाँको स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर चाहिँ मुद्दाको कारबाही अगाडि बढाउनु भनेको कारण र पछिल्लो अवस्थामा अलिकति हामीले अनुमान गऱ्यौँ हाम्रो हिरासतमा बस्दा अरू घटना हुन सक्ला भन्ने हिसाबले पनि हामीले त्यो हिसाबको अनुमान गरेर हामीले यसलाई चाहिँ तारिखमा राखेर अनुसन्धान गर्ने भन्यौँ। यसमा कुनै दबाब प्रभाव यसो र उसो भन्ने हुँदै होइन। अहिले हामी त्यो यस्तो हकमा हामी लिबरल छौँ, तथ्यको आधारमा अनुसन्धान गर्छौँ, प्रभाव दबावको आधारमा होइन भन्ने कुरा मैले त्यो फिल गरेको छु। अर्को, यो यहाँले सबैको भन्नु यो बेइज्जत गर्ने के गर्ने भन्ने कुराहरू छन्। हाम्रो मनसाय त्यो हुँदैन। वास्तवमा भन्ने हो भने सुन्ने भन्दा पनि सुनेर थुन्ने भन्ने कुरा नै हो हाम्रो प्रिन्सिपल। यसमा हामीले अब विभिन्न किसिमको फिडब्याकहरू जस्तै मिडियाको कुरा होला, अरू
अन्यबाट आउने सूचना कुरा यसलाई आधार मानेर मात्रै गर्छौँ। अवस्था त्यो होइन। अहिले पनि हाम्रो नीति मान्छेलाई डिफेम गर्ने हिसाबको अनुसन्धान हुँदैन भन्ने हिसाबको नै म मान्य संसदलाई जाहेर गर्न चाहन्छु। अब यो मान्य रघुजी पन्तको इस्यु काठमाडौँको सुरक्षाको विषयमा आएको छ। समग्रमा सुरक्षा भन्ने कुरा 100% हुँदैन। बेला बेलामा दरार हुन्छन्, चुनौती हुन्छन्, घटना घट्छन्, त्यसले सचेत गराउने हो। अहिले समग्रतामा हामीले काठमाडौँको सुरक्षा देखिरहेछौँ। अलिअलि बिचमा यिनै लघुवित्त, सहकारी, मिटर ब्याजी लगायतको इस्युहरू थियो, त्यो करिब करिब सेटल भएको छ। अब यसतर्फ पनि काम प्रहरीले अब जे जुन हिसाबको आयोग बन्ने संहिता भएको छ, अनुसार संहिता भएको छ। पछिल्लो समय त हामीले आरती शाहको केस पनि हेऱ्यौँ। अहिले उहाँले उठाए अनुसारका 2 जना व्यक्ति पनि संहिता कानुनदारमा लगेका छौँ। यी यावत हिसाबले सम्बोधन भएको छ र यसमा हामी सचेत छौँ। त्यसै गरेर यो माननीय प्रकाश अधिकारी ज्यूले उठाउनु भएको छ मधेस, हामी अझै पनि हामी सन्तोष छैनौँ। किनकि त्यो त्यहाँको संस्कार प्रवृत्ति नै त्यस्तो छ कि त्यहाँ प्रतिशतात्मक रूपमा अब त्यो कल्चरले पनि असर गरेको छ र त्यो नागरिकको त्यो किसिमको सेन्टिमेन्ट छ। तर पनि नेपाल प्रहरीबाट सेवा गर्ने हकमा जस्तै उजुरी दर्ता हुँदैन। अब उजुरी दर्ता गर्ने हकमा पनि यहाँ मधेसमा बस्ने साथीहरू सबैले बुझ्नु भएको छ। त्यहाँ आफ्नो आफ्नो भेस्टेड इन्ट्रेस्ट लिने हकमा ती कुराहरू हुन्छन्। त्यसमा न्याय दिने हकमै त्यो अलिअलि होल्ड गर्ने होला। तर पनि अब अहिलेको मुलुकी अपराध संहिताले मुद्दा दर्ता गर, तुरुन्तै गर, नभए प्रमाण भएन भने तामाले राख्नु भन्ने चाहिँ त्यो प्र्याक्टिसमा हामी गएका छौँ। यसमा हामी संवेदनशील छौँ। सङ्गठन एकदम अवेर छ। यसलाई मैले एकदमै संवेदनशील हिसाबले नोट गर्न चाहन्छु, ग्रहण गर्न चाहन्छु। त्यसै गरेर मान्य दिलिन्द्र बडो सरले उठाएको इस्यु सुन तस्करीको कुरा हाम्रो सचिवजीले उठाउनु भयो। आयो कार्यान्वयन हुँदै गरेको इस्यु पनि छ। विनोद चौधरीको कुरा अघि मैले भने सहकारीको इस्युहरू, हामी सहकारीको इस्यु यति व्यापक छ, यही कारणले सोसाइटी यति आक्रान्त भएको छ, आर्थिक अवस्था यति धराशायी भएको छ, सबैले बुझेका छौँ। अब माथिल्लो लेभलमा नीतिगत तहमा विभिन्न प्रयासहरू भएका छन्। तर पनि अहिले यसलाई तत्कालमा सम्बोधन गर्ने हकमा सम्बन्धित सहकारी बोर्ड र प्रादेशिक सहकारी बोर्डले सिफारिस गरेपछि हामीले मुद्दा चलाउने गरेका छौँ। यसमा केन्द्रमा उसले सिआई लिँदै यसलाई लिड गरेको छ भने अरू जिल्लाहरूमा जिल्लाले लिड गरेको छ। एउटा जुन इस्यु अहिले आएको छ त्यो इस्युको सन्दर्भमा को कुरा पनि मुद्दा स्वाभाविक रूपमा यो जुन अहिले सूर्यदर्शन सहकारीको कुरा छ, यसमा हामीले 5 जना मान्छे अहिले पूर्वचालिक थुना हुनुहुन्छ भने 15 जना मान्छे फरार हुनुहुन्छ। त्यसमध्ये जीवी राईको इस्यु अहिले उठेको छ। जीवी राईको इस्युको सन्दर्भमा हामी पनि सम्बन्धित छौँ। किनकि सबै यो जुन इस्युको मेन जड त्यही हो भन्ने हामीलाई लाग्छ र यस सन्दर्भमा हामीले डिफ्युजन नोटिस जारी गऱ्यौँ, रेड कर्नर नोटिस जारी गऱ्यौँ र सम्बन्धित पक्ष काउन्टर पार्ट अहिले हामीले मलेसियामा छ नै भन्छौँ। मलेसियाले अब एउटा हामीसँग एमएलए छैन, सम्पूर्ण सन्धि छैन, त्यो कन्डिसन। अहिलेको समस्या भनेको मुलुकी फौजदारी संहिताले एमएलए गर भन्छ, जबकि त्यो बहिर्देशीय अधिकार प्रयोग गर्नेदेखि मान्छे डिपोर्ट गर्ने हकमा यसले काम गर्छ। त्यो भयो भने तर त्यो नहुँदै पनि मलेसियन गभर्मेन्टले तिमीले एउटा सपोर्टदेखि रिक्वेस्टको हकमा एउटा ड्राफ्ट पठाऊ भन्यो। हामीले अनौपचारिक रूपमा परराष्ट्र मन्त्रालय मार्फत त्यहाँ पठायौँ। त्यो अहिले इन्टेरियर मिनिस्ट्रीमा गएर बसेको छ। तर मलेसियन गभर्मेन्ट अहिले यति हुँदाहुँदै पनि ऊ बाध्य भएको छैन। किन बाध्य हुनु, रेड कर्नर नोटिस, सपुर्दगी सन्धि सबै किसिमका डेभलपमेन्ट इफेक्ट हामीले प्रयोग गरेका छौँ। हुँदाहुँदै पनि त्यो गभर्मेन्ट मतलब करस्पोन्डेन्ट गभर्मेन्ट चाहिँ सहमत भएन भने ऊ बाध्य हुँदैन। रेड कर्नर इन्टरपोलले ब्रिजिङ मात्रै गर्ने हो, फिर्ता पठाउन सक्दैन। त्यस कारणले यो जघन्य खालको अपराध नभएको, फाइनेन्सियल अपराध भएको कारणले ऊ बाध्य नभएको होला भन्ने छ। अझै पनि हामी साइड बाई साइड मेरो तहबाट काम गर्दैछौँ। मेरो चाहिँ त्यहाँ समकालीन साथीहरू हुनुहुन्छ, तिनी मार्फत पनि लबिङ गर्दैछौँ। त्यहाँको एम्बेसीले पनि लबिङ गरिरहेछ र माननीय उपप्रधानमन्त्रीज्यू र पूर्व गृहमन्त्रीज्यूले पनि यसमा चाहिँ प्रयास गरिरहेको आवाज हामीलाई भएको छ। सम्भवतः यो छिटो आउने प्रयास होला, यो कुरा जाहेर गरेँ। र जुन अहिले इस्यु आएको छ, यो सहकारीको इस्यु अलिअलि साङ्केतिक रूपमा आयो। यस विषयमा मैले धेरैभन्दा पनि मैले ठाडो उजुरीको रूपमा यो इस्यु आयो, दर्ता भयो। तर कुनै पनि कानुन अनुसन्धान गर्दाखेरि तथ्य प्रमाण भेट्दैन, कानुनको दायरामा पनि पर्ने अवस्था छैन। र अहिले त्यो जुन साङ्केतिक रूपमा आएको छ रवि लानु छैन भन्ने त्यो विषयमा
अहिलेसम्मको तथ्य प्रमाण र कुनै पनि आधार देखिँदैन। यसको डिटेल कुरा भन्न जरुरी, मैले यति भने यति भन्न जरुरी, अरू छ भने डिटेल कुरा मेरो चाहिँ मोहन साहबलाई बोलाएको छु, त्यो कुरा राख्नुहुनेछ जरुरी छ भने, नत्र यसमा त्योभन्दा बढी तथ्य छैन। यसमा विषयमा प्रवेश गरेका छौँ त्यसैमा जाउँ। र अर्को यो एउटा इस्यु आएको छ, हृदयराम थानी सरले उठाउनु भएको छ। मान्य यो सचिवालय मुछियो भने मैले त्यो सङ्केत मैले पाएको छु। हामी संवेदनशील पनि छौँ। एकजना व्यक्ति हामीले पक्राउ गरेर सहकारी के छ बुटोल पठाएका छौँ। अब आकर्षण हुने अवस्था र जुन सुनको अनुसन्धान नयाँ सिराबाट जाने भनेको छ आयोगले त्यो जुन किसिमको सिफारिस गरेको छ, हामी छुट्टै एउटा स्ट्रक्चर फ्रेस टिम बनाएर यसमा अनुसन्धान गर्छौँ। त्यसमा जोडिएको अवस्थामा फेरि ल्याउने अवस्था होला। अहिलेसम्म उहाँको त्यो विषयवस्तु जोडिएको अवस्था छैन। र अर्को विषय, अरू विषय पनि अब, किनकि यहाँले सबैले बुझ्नुपर्छ, मिडियामा आएको कुरा नै 100% सत्य भन्ने होइन, त्यो हेरसे कुरा हो। त्यसलाई तथ्यले पुष्टि गर्नुपर्छ, प्रमाणले पुष्टि गर्नुपर्छ। त्यो पुष्टि गर्ने सन्दर्भमा अर्को जुन व्यक्ति आएको छ त्यसलाई हामीले अझै पनि लिकमा लान सकेका छैनौँ। हाम्रो निगरानीमा हुनुहुन्छ, तर त्यसलाई प्रमाणित गर्ने तथ्य आधार हुन बित्तिकै हामी त्यसलाई प्रक्रियामा लान्छौँ। मैले यसमा यति कुरा राखेँ। अब यो जीवन चलाउने इस्यु आएको छ, सबैतिर आएको छ। अहिले एक हिसाबले भन्यो भने छानबिन आयोग पनि त्यही वरिपरि घुमेको छ, हामी सरकारवाला मान्छे पनि त्यही वरिपरि घुमेका छौँ। अहिले एउटा कुरा पनि त्यही वरिपरि घुमेको छ। यस अहिले नेपाली सोसाइटी यस्तो भएकै कारण यसैले यहाँ विभिन्न मान्छेको विभिन्न किसिमका स्वार्थका कुराहरू छन्, त्यसले जोडिन्छ। मिडिया यति तथ्य बिना त्यसलाई सतहमा ल्याउने, मान्छेको प्रतिष्ठा के हो, इज्जत के हो, त्यो हिसाबको ध्यान नपुर्याएर यी समस्या आएका छन्। त्यसकारणले सम्बन्धित व्यक्ति जो हो त्यो व्यक्ति पक्राउ नहुँदासम्म यी कुराहरूलाई तथ्यमा लिन सकिने अवस्था छैन। त्यसकारण यस सन्दर्भमा पनि मैले यही कुरा भने, ती आफूले पनि केही कुराहरू सुझाएको छ र अहिले जुन यो कुरा प्रतिवेदन पनि आएको छ, यी कुराहरू सत्य कुरा हुन् जस्तो लाग्छ। र सिडिआर कसरी गयो भन्ने कुराहरू त्यहाँ छ, मैले देखेँ त्यो पनि। त्यो सिडिआरको विषय अत्यन्त संवेदनशील विषय हो। त्यो कसरी गयो, कहाँबाट गयो, कसले पठायो भन्ने विषयमा मेरो आन्तरिक छानबिनको विषय हुन्छ, गर्छु। यसमा मैले यही कुरा राख्न चाहेँ। र अहिले हतियार कुरा त आयो, मैले योभन्दा धेरै भनेन। अहिलेसम्म यहाँ मान्यज्यूले उठाएको विषयवस्तु कुराहरू मैले यिनै सम्बोधन गरेँ। अरू थप आएमा म फेरि उपस्थित हुनेछु। धन्यवाद। धन्यवाद। पर्ने भएको छ यो उजुरको आधारमा। त्यस कारण यसलाई हामी काउन्सिलिङ महानिर्देशक कार्यालयले पनि गरेको छ। पटक पटक विभिन्न किसिमका गोष्ठीहरू, सेमिनारहरू, ब्रिफिङहरू, अनुशिक्षणहरू भएका छन्। हामी यसमा एकदमै रिजिड छौँ। अब कारबाही गर्ने हकमा, किन दर्ता गर्ने भन्ने हकमा हुन त भेन्टिलेसन त धेरै कुराहरू छ। दर्ता गर्ने कुरा सिडिओ कार्यालयमा जान सक्छ, सरकारी कार्यालयमा जान सक्छ, हुलाकबाट हाल्न सक्छ। त्यसको जस्टिफिकेसन त सम्बन्धित अनुसन्धान अधिकारी दिनुपर्छ। यी भेन्टिलेसन छन्, तर पनि अझै पनि सतह रूपमा आगो उजुरी स्वाभाविक रूपमा दर्ता हुने अवस्था अझै पनि छैन। त्यो अनुसन्धान अधिकारी कार्यालय प्रमुखको मानसिकताको कुरा, यसलाई हामीले चेन्ज गर्नुपर्छ। अब हामी एग्रेसिभमा जान्छौँ। यो सुझावलाई एकदमै आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।